जीवनमा कुनै पनि ठूलो सफलता सजिलै प्राप्त हुँदैन। नदीले समुद्रसम्म पुग्न कति ढुङ्गा, पहाड़ र बाधा पार गर्नुपर्छ। बिउले माटोभित्र अन्धकार सहेर मात्रै बिरुवा बन्छ। सुन पनि आगोको ताप सहेर मात्रै गहना बन्छ। त्यसै गरी मान्छेले पनि संघर्ष, असफलता र पीड़ाको बाटो पार गरेपछि मात्रै आफ्नो वास्तविक मूल्य प्रमाणित गर्न सक्छ। त्यसैले अहिलेको दुःखलाई कमजोरी सम्झनु हुँदैन। यो त तपाईको भविष्य निर्माण गर्ने एउटा अध्याय मात्र हो। कति पटक जीवनमा आफ्नै मानिसबाट चोट मिल्छ। विश्वास गरेका व्यक्तिहरूले साथ छोड्छन्। मेहनतको फल तुरुन्तै पाइँदैन अनि लाग्छ अब अघि बढ्न सकिँदैन। तर यिनै क्षणहरूमा हार नमानी अघि बढ्ने मानिसहरू नै एक दिन सफलताको शिखरमा पुग्छन्। दुनियाँले सफल मानिसको नतिजा मात्र देख्छ, तर त्यो सफलतापछि लुकेका अनगिन्ती आँसु, रातभरको संघर्ष र भोगाईलाई भने कमैले देख्छन्। त्यही भएर याद राख, घामपछि पानी अनि पानीपछि घाम आउँछ। दुःखपछि सुख र असफलतापछि